नेपाल प्रहरीले नै पदपूर्तिको लागि विभिन्न पदमा आवेदन दिनको लागि सार्वजनिक गरेको भिडियोमा सूचना सन्देशमा युवाहरूले यस्तो लेखेका छन्। नेताको जागिर गर्न यत्रो नि आउँदैन, बरु खाडीमा बेल्चा हान्न जान्छु। नेताको दास बन्नुपर्छ, म चाहिँ हुन्न भर्ती। जनता माने प्रहरी चाहिँदैन, # नो पुलिस जब। मलाई झन्डै 10 वर्ष अगाडि असैको अफर आएको खाँदिन भनेर हिँडेको मान्छे अहिले खुसी छु। निर्णयदेखि जिन्दगी नेताको दास बन्न सकिन्थ्यो। स्वतन्त्र त छु कमसेकम। नेपाल पुलिसको जागिर खाएर नेताको जुत्ता बोक्नु, छोराछोरीलाई स्कुल लाने लैजाने, सब्जी किन्न नोकर भएर बस्नुभन्दा गाउँमै हल्लो जोत्नु नै बेस हो साथी हो। भ्रष्टाचारी नेताको सुरक्षा गर्ने भर्ती नबन्नु नेपाली दाजुभाइ। नेपाल पुलिसको जागिर 1 खाना 2 खाना 3 खाना भ्रष्टाचारी नेताको गुलामी गरेर देशमा बस्नुभन्दा बरु खाडी नै ठिक छ। नेपाल राजनीतिको प्रहरी भ्रष्टाचारीको गुलाम, राज्यको बोझ भार। बरु खाडी जाने तर दलालहरूको गुलाम भएर निर्दोष जनतामाथि गोली चलाउन सकिन्न। च्यानलमा नयाँ हुनुहुन्छ भने भिडियोलाई लाइक गरेर च्यानल सब्स्क्राइब गरेर आफ्नो कमेन्ट पनि छाड्नुहोला।